माछालाई खायो तान 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 माछा निस्क्यो माछा निस्क्यो हाय माछा निस्क्यो यार लो कत्रो लो पार्टी यार माछा निस्क्यो यार वेट अर्जुन भाइ माछा गाइस माछा वेलकम ब्याक अगेन माछा माछा यार सो हेलो एन्ड नमस्ते नेपाली जनता इट्स मी गौरव एन्ड वेलकम ब्याक टु माई अनदर ब्लग। सो आजको भिडियोमा फेरि पनि तपाईँहरूलाई स्वागत छ। आज चाहिँ हामी यो पछाडि माछा मार्न आएको छौँ होइन। फिसिङ पोइन्ट हाम्रो यो पछाडि चाहिँ ठुलो माछा पाइन्छ भनेर हाम्रो गाउँलेहरूले भनेको छ। सो यता जीवन काका हामी पनि आइसकेको छौँ यहाँ माछा मार्न। ल बडालाई सलाएर उनीहरू हानिहाल्ने कत्रो माछा निस्किन्छ होइन सट्टामा तपाईँलाई देखाइ नै हाल्छु होइन। भिडियोमा अगाडिसम्म हेर्दै गर्नु होला। माछा मार्ने स्थान चाहिँ म देखाउँछु तपाईँ। यस्तो कालो पानी छ है, यस्तो कालो पानीमा अब माछा परेन भने त बिजो भयो नि हाम्रो। यस्तो छ पानी यहाँ पुरै कालो छ यार। यहाँ त कत्रो ठुलो माछा होला। यहाँ चाहिँ ठुलो माछा पाइन्छ भनेर हाम्रो गाउँघरको मान्छेहरूले भन्छ क्या। र यो चाहिँ हाम्रो पिकनिक आए माछा मार्ने स्पोट हो। यहाँ चाहिँ धेरै ठुलो माछा पाइन्छ। हाम्रो चार्ली भाइले चाहिँ थापेको छ। चार्ली माछा खाएको छैन? छैन खाएको? What's up? I'm back again fishing कैंचा content. खाएकै छैन चार्ली भाइको माछा त्यत। माछा स्पोर्ट मार्दै छैन हाम्रो चार्ली भाइ। अर्जुन भाइ गाइस ठुलो माछा पर्छ हैन? ठुलो पर्छ। पर्छ भन्ने आशले हात्ती आयो क्या? हैन? अहिले बुढोले पड्काएको गर्छ। हामी यहाँ माछा पर्छ भन्ने आशले चाहिँ आएको छौँ क्या यहाँ माछा मार्न होइन। जस्ट हाम्रो गाउँको मान्छेहरूले पनि पोलुवा भन्न आउँछ जतिखेर नि सेक्को खाएर बानी होला पोलुवा भन्न आउँछ गाइड। यो टन चाहिँ तरुवा हुनुपर्छ। तरुवा हुनुपर्छ नि हाम्रो। तरुवा होइन चार्ली भाइ होइन। हिरो आयो हिरो। तिमीलाई सम्झियो खोइ हो चार्ली भाइ खाँदैन माछाले? मुला यस्तो कालो पानी छ कस्तो खाँदैन भन्छ। कालो पानी हाम्रो पानी राम्रो पानी। सट्ट हेर्दा कालो छ पानी। धानबारीको बिचमा यस्तो जङ्गल छ यहाँ सट्ट। पछाडिपट्टि क्रसर जाने बाटो उता हाम्रो यता गाउँ। यता अर्जुन भाइ यहाँ छ रुख। हाम्रो यता गाउँ अनि ऊ त्यो चाहिँ धामडाँडा ठाउँ। ऊ चाहिँ धामडाँडा गाउँ हो होइन। मेरो ब्लगको नाम भनेको त्यही हो धामडाँडा गाउँ। हाम्रो जीवन काको टुप्पी यस्तो ठुलो कपाल पालिसकेको छ अरे सट्ट। लगाएछ हामी चाहिँ माछा मार्न आएको छौँ होइन सट्ट। अब यहाँ चार्ली भाइ चाहिँ थापिरहेको छ पछाडि। निस्किन्छ कि निस्किँदैन माछा चाहिँ सट्ट हेर्नुपर्ने हुन्छ। ल गाइस देख्न सक्नुहुन्छ यो चाहिँ के को पत्ता हो? सट के को पत्ता हो यो? यत्रो ठुलो पत्ता छ त यार। के को पत्ता हो यो? यत्रो ठुलो छ के को पत्ता हो यो? खाइ जस्तो छ। आइज छिटो भिडियो गर। माछालाई खायो तान 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 माछा निस्क्यो माछा निस्क्यो हाय माछा निस्क्यो यार लो कत्रो लो पार्टी यार माछा निस्क्यो यार अर्जुन भाइ माछा गाइस माछा वेलकम ब्याक अगेन माछा माछा यार यत्रो ठुलो माछा पाइन्छ यहाँ पाइदो रहेछ। है कुन माछा हो यो? यो त रौ माछा जस्तो छ त यार। यत्रो ठुलो माछा निस्क्यो माछा यार यत्रो माछा निस्क्यो र जाउँ पुलमा खान जानुपर्छ। चिल हान्नुपर्छ जस्तो छ हौ। मलाई यत्रो ठुलो माछा पाइन्छ यो ठाउँमा। यस्तो हेर्दाखेरि पानी कालो छ नि त। यहाँ माछा पनि पाइन्छ होला ठुलो। तपाईँहरू चाहिँ माछा मार्न नआउने यहाँ? थापिहाल अझै खान्छ कि? ल अझै 2-4 वटा निकाल्नु पर्छ। यहाँ भन्दै थियो हाम्रो गाउँको मान्छेले पाइन्छ भनेर। निस्क्यो सट्ट। ल खोल निकाल अर्जुन सिमाल ल यत्रो ठुलो छ है मछली। गाइस अहिले चाहिँ हाम्रो यत्रो ठुलो माछा निस्किसक्यो होइन। यहाँ चाहिँ यत्रो ठुलो माछा निस्किसक्यो हाम्रो। अब फेरि पनि खानुपर्ने हुन्छ हामीले। यत्रो ठुलो माछा यो केटाहरू हेर्दैछौ कत्रो ठुलो छ खोइ। यत्रो ठुलो माछा छ यार। लगेर हामी खानुपर्ने हुन्छ सट्ट होइन।
एउटा माछा मात्र निस्केको छ योबाट अझै निकाल्नुपर्छ क्या यहाँबाट चाहिँ होइन पानीहरू चाहिँ कालो छ भगाउन चाहिँ नभगा नि फेरि कस्तो छ यार भागो भने त फेरि बिजोक हुन्छ त मुला धन्न त्यत्रो मिहिनेत गरेर एउटा माछा निकालेको छु होइन हेर मेरो हात खायो त उयो गायब भयो त हेर त कस्तो गर्दैछ के गरेको थियो त्यस्तो? हेर्न कस्तोको हलिँदैछ भन्दा आएछ फेरि कति किलो छ यो उयो किलो चाहिँ होइन पाउ चाहिँ हुनसक्छ 1 पाउ जति छ 1 पाउ 1 पाउ छ ल कस्तो चलेको हामी 3 जनामा 1 पाउ के गर्ने 1 पाउ आधी आधी टाउको अझै पनि पर्छ होला नि त थाप न यस्तो कालो पानी छ त्यत्रो बेलामा एउटा निस्क्यो मुला हाम्रो माछा चाहिँ निस्किसकेको छैन अब हामी सिल बनाउनु पर्ने हुन्छ क्या बाँसघारीमा माछा राख्ने सिल भाँडो जे भए पनि ला भाँच्यो यार कत्रो बनाउँदा ठिक हुन्छ हौ ल पासै छैन त त्यो सिल बनाउनुपर्छ सट्टैले चाहिँ सिल हुन्छ यो सट्टै यहाँ माछा आउने हो हामी हाम्रो अर्जुन भाइले चाहिँ यत्रो ठुलो माछा सिलमा हालिसकेको छौँ हामीले अब फेरि पनि हाम्रो प्रयास जारी छ अर्को के हुन्छ चलफल अब देखाउँछु छलफल देखाउँछु हो सो गाइस यो दाइले चाहिँ होइन अनि यो यत्रो माछा निकाल्यो नि यसले पनि मार्छु भन्दै थियो ल मार्ने त तपाईँ कस्तो निकाल्छ हेरौँ होइन भाग्य रहेछ कि छ कि छैन होइन भाग्य हेरौँ ट्राई गर्न अर्जुन खायो ओए ला ओए बल्छियो ओए ओए पकडी पकडी ओए हेर मौटी ओए मजाले पकडी न ओए ओए फेरि निस्केछ यार माछा मौटी हेर यहाँ माछा यसले त निकाल्यो त गतिलो त हैट झन्डै बसी चुटाएर भागेको म ल कत्रो निस्क्यो यार यो भन्दा त ठुलै छ है योभन्दा पनि ठुलो रहेछ हौ माछाले बसी चुटाइदिएको यार चुट्यो क्या हो खोइ हेरौँ त लि त उन त यहाँ खोइ बल्छी हेरौँ त यहाँ हुँदैछ नि यो दाइले के जस्तो लाग्यो मलाई ओए बल्छी बाँचे गडोले सब गायब भएछ यार त्यसले खाइदियो क्या कि झरो झरेको रहेछ सो गाइस यहाँनिर परेको माछा चाहिँ यत्रो होइन माछा त डेन्जर छ यार आम्मो समात्नै सकिँदैन हौ कति चढपेको यो हो कस्तो समात्नै सकेको छैन हौ म त आम्मा मजाले सक्यो हाम्रो अर्जुन भाइको पनि यहाँ होइन अर्जुन भाइले माछा अब चाहिँ माछा सबले निकाल्छ म चाहिँ किन ननिकाल्नु म निकाल्छु हो त्यही टन्डो यस्तो छ बाँसघारी बिचमा यहाँ निग्रो यहाँ त कति धेरै मच्छर चोक छ यहाँ मच्छरै मच्छर छ यहाँ त हाम्रो गाउँ चाहिँ भन्नु हुँदैन थियो क्या मोटा भन्नु यस्तो छ मान्छेहरूको ओए उहाँ मान्छे आउँदैछ एउटा माछा निस्काएको फेरि हेऱ्यो भने हाम्रो ढोडिहाल्छ नि फेरि सट्ट अर्जुन भाइ एकछिन निस्क्यो कत्रो माछा निस्क्यो ल हाम्रो यो दाइ फेरि कहाँ गएको ओ दाइ यहाँ आउनु न यहाँ हाम्रो यो राइडर दाइ हो हाम्रो गाउँको कत्रो निस्क्यो हेर्नु नि यहाँ हाम्रो गाउँको यो होइन राइडर दाइ सबैभन्दा पुर्खे दाइ निस्क्यो यहाँनिर सबैभन्दा पुर्खे दाइ हो यो उन अर्जुन भाइ उन 3वटा भइसक्यो हाम्रो माछा यार ला सिले भाँच्यो प्लास्टिकमा हाल्ला सिले भाँच्यो लि सिले त भाँच्यो ल छिरन जाउँ घरतिर ओभर मच्छर ढुक्छ अब जाने हो त मैले माझी सट मछली माछा पाउन पाउँछ तर 2-3 घन्टामा एउटा निस्किन्छ के गर्नु मच्छर टोकेको जाउँ अब भोलि पर्सि आउनुपर्छ यति भएपछि हामीलाई रोयल थम्बनेल